दाङको ऐतिहासिक ठाउँ जहाँ भन्ने गरिन्छ प्राचीन कालमा जन्तीहरू हिँड्दै गरेको अवस्थामा धेरै थकित भएर विश्राम गर्न लागेको समयमा अचानक यस इलाकामा ओलप्पिन पुगी ढुङ्गा धारणा गरी अवस्थित भएर बसिरहेको ठाउँ। यसलाई भन्ने गरिन्छ गाउँघर समाजमा जन्ती ओलप्पिएको डाँडा, जहाँ यति साह्रो ढुङ्गाहरू देख्नुभएको छ हजुरले। यी सबै ढुङ्गाहरूलाई इतिहासमा भन्ने गरिएको छ कि जन्ती ओलप्पिएको ठाउँ। दाङको प्रसिद्ध भन्ने तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 13 मा अवस्थित रहेको छ। यहाँ तपाईहरु देख्नु सकिन्छ यो दुवैजनालाई दुल्हन र दुल्हा भनेर पूजा गरिन्छ। रातो कलर लगाएर दुल्हनलाई देखाइएको छ भने ढुङ्गा माथि राखेर दुल्हालाई देखाइएको छ।